जनता जान्न चाहन्छ, जनता जान्न चाहन्छ। नेपाल अधिराज्यभरिमा गर्नुसम्म गर्यो कमाला। नेपाल अधिराज्यभरिमा गर्नसम्म गर्यो एकजनाले त्यस्तो कमाला। त्यो अरू कोही होइन, ऋषि धमाला। उहाँ चाहिँ चुनाव लड्न होइन, डाक्टर पढ्न रौतहट जानुभएको थियो। त्यसमा 6औं नम्बर निकाल्नुभयो, 6औं नम्बरमा नाम निकाल्नुभयो उहाँले। त्यसपछि आन्तरिक द्वन्द्व चर्केको कारण भित्री घुसपैठ भयो होला, उहाँलाई 9 नम्बरमा पारियो। तर पनि टप 10 भित्र पर्यो नि। टप 10 भित्र पनि त्यो गर्व छ। किनभने भङ्गेर जस्तो फुत्रुक फुत्रुक उफ्रिनु नसक्ने होइन, उहाँ धेरै उफ्रिनुहुन्छ। तपाईहरुलाई थाहा छ, गिनिज बुकमा नाम लेखाउन सफल हुनुभएको हाम्रो फेरि पनि लेखाउँदै हुनुहुन्छ। कसले त्यति ल्याउन सक्छ? अब उहाँले केही न केही गरेर देखाउँछ। जस्तो कि नारायणघाटबाट काठमाडौँ आउने माइक्रो बसमा त्यति उफार्दैन होला, त्यति उफ्रेर उहाँ कराई कराई त्यसरी बोल्न हुन्थ्यो। अहिले उहाँ तामा पितल अनि पछाडि शीतल भइसक्यो भनेर भन्न मिल्दैन। तपाईहरुले धेरै माया गर्नुभएको छ। नेपाली जनतालाई धेरै 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 धन्यवाद। हामीलाई आशा अपेक्षा छ फेरि पनि उहाँ यस्तै चुनावमा लड्नुभयो भने तपाईहरुले माया गरेर उहाँलाई 9 नम्बर 6 नम्बर होइन, सकेसम्म 2 नम्बर, त्यो पनि मिल्दैन भने 1 नम्बरसम्म पारिदिनु होला। उहाँले के अब चाहिँ बुढोले के गरेर देखाउँछ। अस्ति नै उखु बोकेर पनि देखायो हैन, अनि कोदालो पनि बोकेर देखायो। कोदालो खनेर पनि, तर भुइँतिर होइन, अलिकति नाकतिर चाहिँ कोदालोले तास्देला भन्ने डर मात्रै हो, अरू केही पनि होइन। उहाँलाई चिन्नु भएको होला सबैले। उहाँलाई अब त्यसको उपलक्ष्यमा हामीले के खुवाउनु पर्छ? अब सुर्ती परक खैनी खुवाउनु पर्छ। त्यही भएर म भन्न चाहन्छु, ऋषि धमाला आफ्नो धोती आफै सम्हाला। यस्तो हँसाउने जोकर त मैले अहिलेसम्म देखेको थिएन। लास्टै भङ्गेर जस्तो उफ्रिने, तर यसपालि त उफ्रेन है। हत्तिरिका कहिले हार्नै जानेको छैन। हारेको हो त, उसले बाजी मारेको। कहिले हार्नै जानेको छैन भनेर भिडियो अपलोड गरेछ। त्यही भएर तपाईहरुले फेरि अर्को पटक पनि चुनाव लड्न आउँदाखेरि एकदम सहयोग गरिदिनु होला। जसलाई मोबाइल दिले उसले 1 भोट, जसको उखु बोके त्यसले 2 भोट, त्यसरी दियो होला। ऋषि धमालाले त्यो उसको यो चुनाव सुन्ने बित्तिकै मलाई यति आश उठ्यो कि मेरो हाँसो नरुकेर मेरो आँसु नै आयो के। धन्यवाद।